Hello everyone, welcome back to my YouTube channel. It's me Samraksha. So अनि म चाहिँ एकदम सन्चै छु. आई होप तपाईहरु सबैजना पनि सन्चै हुनुहुन्छ होला. अनि आज चाहिँ हामी घुम्न जान लाग्छौं गाइस. कहाँ जान्छौं भन्ने कुरा चाहिँ अहिले तपाईहरुलाई पुगेपछि थाहा हुन्छ किनकि बिकज आई अल्सो डोन्ट नो हैन हामी चाहिँ कहाँ जाने भन्ने थाहा छैन. हामी लिएर जान लाग्यो. काले जाने भनेको थाहा छैन पुरै. ओके, पाउनु है. अनि अब हामी जान्छौं. म चाहिँ दिदी पनि रेडी भइसक्नु भएको छ. दिदी हामी कहाँ जान लाग्यो थाहा छ तपाईलाई? हामी राइडर भन्ने तीन पाने भन्दैं मलाई थाहा छैन गाइस. अनि सो यहाँ चाहिँ प्लान थाहा भइसक्यो मलाई कहाँ जान लाग्यो हामी भनेर. सो अनि हामी चाहिँ अब जान लाग्यो. बाहिर गएर भेट्छु है त. हेलो गर्दिउ. बेबी दी पनि हेलो गर. नगर के भन न. अनि हामी चाहिँ माथि जान लाग्यो घुम्नलाई हैन. अनि चाहिँ हामी यहाँ रिसोर्ट कोटडाँडा भन्ने ठाउँमा आइसकेका छौँ. यहाँबाट चाहिँ सिन खतरा देखिन्छ. त्यही भएर अनि हामी चाहिँ यहीँ उत्रौँ हैन. उत्रेर गाडी चाहिँ वहाँ अनि सबैजना चाहिँ अगाडि हुनुहुन्छ. म देखाउँछु तपाईहरुलाई. पक्नु है. सो गाइस यो चाहिँ काठमाडौँ भ्याली एयरपोर्ट ठ्याक्क देखा वहाँ. पानीले सबै यो डाँडा नभए त सबै देखिँदो रहेछ है. हामीले उताबाट छल्लकै देखिँदो रहेछ यो डाँडा नभएर. यो टाखेलको बन गाइस अनि हामी चाहिँ ऱ्याडर भएको ठाउँमा आइसक्यौँ. यहाँ माथिदेखि यो गोलो गोलो छ यसलाई नै भन्छ. यहाँ चाहिँ खासमा यो चाहिँ त्यो रेडियो के रे सरी रेडियो अरे त्यो प्लेनहरू आउने त्यो वेभहरू हुन्छ त्यसलाई कन्ट्रोल गर्छ यसले चाहिँ रे. यहाँ हुनुहुन्छ भिनाजु छ दिदी. उहाँ पनि दिदी अनि उहाँ भिनाजु. है उहाँ पालि चाहिँ पिकनिक खाना आउनु भएको रहेछ मान्छेहरू. त्यहाँ गीत बजिरहेछ गाइस. के हो गाइस उहाँ अब चाहिँ राम्रोसित देखेको छ. कस्तो लाग्यो तपाईलाई? यतातिरको चाहिँ एकाधि कालेर छ त्यो हेलिप्याड गाइस. यो पनि बल्ल बल्ल आएको होला म. रोइ रोइ होला राति. के रुनी हो तपाईँ जियो नि आउनु परिहाल्छ. जी क्यामेराम्यान पनि हुनु भएको छ. उहाँ चाहिँ फोटो खिच्दै हुनुहुन्छ. यहाँ फोटो सेसन पनि भइरहेको. यहाँ चाहिँ हाम्रो हाम्रो श्रीमानज्यू पनि हुनुहुन्छ यता. कृपया नरिसाउनु होला. भिडियोमा आउने मनै गर्नुहुन्न. दाइ भाउजू त्यो खुची बोक्नु कान्छीले खिचिदिन्. ल कान्छी खिच्ने भने मान्छेलाई चाहिँ खिचाइदिनु. मैले चाहिँ तिम्रो भ्लगमा आउँदा कस्तो भइरहेको यहाँ. सो गाइज यो चाहिँ दलचोकी. यहाँबाट पारिपट्टि देखिया चाहिँ हामी चाहिँ यहाँ राइडरनेरि घुम्दैछौँ. सो दामी देखिन्छ यहाँबाट चाहिँ. यहाँ हाम्रो छोरी पनि हुनुहुन्छ. छोरी हेलो गरिदिनुहोस् न. हेलो भन्नुहोस् नभन्ने. ए उमाइसा चाहिँ उहाँ बाबासँग. मलाई त डर लाग्छ हौ यहाँबाट आउनु त. पर्ला जाने हो घुम्न. कहाँ बाबा चाहिँ पाइदिए आउँछ ल. तपाईहरु यहाँ हेर्नुस् अनि नियमको पालना गर्नुस्. ओके गाइस यहाँ हजुर. ओके बेबी. सो अनि चाहिँ हामी यहाँबाट फर्किसकेका छौँ. हामीले चाहिँ यहाँ टिकटक बनायौँ, भिडियो बनायौँ, फोटोसोटो खिचिसक्यौँ. अनि चाहिँ हामी यहाँ तल फर्किन लाग्यो. तल पनि घुम्ने ठाउँ छ अरे. अनि फेरि हामी तल जान आज चाहिँ हामी दुई तिन ठाउँमा चाहिँ हामी घुम्छौँ. यहाँ चाहिँ मान्छेहरू पनि आउने जाने गरिरहनु भएको. आज चाहिँ पिकनिक खान आउनु भएको छ 2-4वटा टिमहरू. यता भित्रपट्टि यहाँबाट भित्रपट्टि साइडमा हुनुहुन्छ उहाँ चाहिँ. अनि हामी चाहिँ त्यहाँ जाँदैनौँ होला सायद. अब चाहिँ हामी अर्को ठाउँमा जान लाग्यो. त्यहाँ सक्यो हाम्रो काम तमाम हो गया हे. कस्तो लाग्यो तपाईँलाई? एकदम रमाइलो लागिरहेको हो र. अनि तपाईँलाई दिदी? मलाई त झन् खतरा डेन्जर रमाइलो हो भने है. हामी त अब मान्छे डेन्जर अनि डेन्जर रमाइलो भइहाल्छ नि. हामी चाहिँ यहाँबाट भर्याङ चढ्छौँ. यहाँ चाहिँ टन्नै थुप्रै भर्याङ छ. वहाँ परसम्म जानुपर्छ. भर्याङ नै भर्याङ सिडी चढेर होइन. अनि हामी चाहिँ भर्खर त यहाँ आइपुग्यौँ. स्यास्या भइसक्यो अहिलेदेखि.
बुझी खै हो र सी इज गोइङ टु सिङ्गिङ अ सङ सो मैले माया गर्न त्यहाँबाट भनौँ न के छाडी जानै पर्थ्यो र ल हो छ जिन्दगी चल्न त चल्याछ पिरै पिरमा छ जोगी आउँछन् हजुर देउताको भेषमा जनता भन्दा हजुर नेता छन् यो देशमा सो अनि हामी चाहिँ यहाँ चिच्याउँदै रमाइलो गर्दै हल्ला गर्दै गइरहेछौँ नानु सो गाइस अनि हामी बाटोमा चाहिँ चिच्याउतिर गइरहेछौँ किनकि रमाइलो गर्ने भनेर बेबी यस तिमी मम्मी बाबा जानुभयो घर होस् होस् कुदेर बस्नु भएको हो कहाँ होइन होला होइन 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 अनि चाहिँ हामी आइसकेका छौँ गाइज यहाँ चाहिँ पार्टी चलिरहेको पार्टी हामी उहाँदेखि हिँडेर आएको गाइजौँ अब यहाँ चाहिँ डान्स सान्स पकाउने ओर्नी चलिरहेको रहेछ हामीले यसरी भेटिसक्यौँ यो नयाँ किसिमको यो येल्लो कलरको ओरेन्ज कलरको हुन्थ्यो यो रेड कलरको छ गाइज अनि चाहिँ हामी माथि घुमेर आइसकेछौँ फेरि कार भएको ठाउँमा अनि त्यसपछि मैले चाहिँ कस्तो राम्रो फुल भेटेँ है फुल त होइन यो झारबुट्टी हो त्यही पनि मलाई कस्तो मन पऱ्यो कस्तो राम्रो मन पऱ्यो अनि मैले चाहिँ बोकेर लिएर आएको सेम काउली फ्लावर जस्तो देखेको रहेछ यहाँ कस्तो ब्युटिफुल रहेछ अनि मैले चाहिँ उखालेरै जरा समेत उखालेर लिएर आएर फोटो खिचिसकेँ आज कार फर्काउँदै हुनुहुन्छ यहाँ चाहिँ अब चाहिँ हामी खाजा खान जान लागेको उहाँ बोक्नु भएको छ चिसो अनि यस्तो स्न्याक्सहरू होइन अनि उहाँ गीतहरू चलिरहेको छ भोजसोज खानापिना भइरहेको छ बुवा चाहिँ खानुहुन्छ हाम्रो फलफुलहरू चाहिँ खानेकुरा अरूमा त टिकट कुराहरू छैन है यहीँ खेल्दैछ त्यो लिएर आउँछ पकाएर भने नमानी लिएर जानु मन नलागेको कि हजुर भने नमानी लिएर जानु मन नलागेर कि मलाई चाहिँ बिचरा म लिएर आउँछु अनि हामी चाहिँ खाजासाजा खाइसक्नु सबै भइसक्यो अनि हामी चाहिँ घर फर्किन लागेको होइन गाइज अनि हामी चाहिँ घरमा आइसकेका छौँ यहाँ चाहिँ हल्लाबेदको रुख छ है टिप्दै हुनुहुन्छ उहाँ हो अनि हामी चाहिँ यहाँ आइसक्यौँ यहाँ हुन्छ सबैजना त गाइज अनि यहाँसम्म भिडियो हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद भिडियो राम्रो भयो नि नराम्रो भए पनि कस्तो लाग्यो कमेन्ट गर्ने होला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला गाइज सी यु इन द नेक्स्ट भिडियो